सम्पूर्णमा नमस्कार। आज बुटोल जाने भनेको पानी परिरहेछ, रातभरि पानी परिरहेछ। त्यो गाडी पनि आया छैन, अझै ढिला भइसक्यो। अब के गर्छ कुनै गाडीले के भन्छ सम्पर्क गर्दैछु, म फोन उठिरहेको छैन। अब हिँडेपछि बाटोमा अपडेट गराउँछु, बाटो कस्तो छ के छ हैन। बस एटलिस्ट अब लाग्यो है ल बुटोलतिर सुब्बा देउराली मन्दिरको दर्शन गर्नुस् है सबैले। यहाँ आउन सम्भव छैन भने पनि के मास्क राम्रो आधिकारिक जानकारी त भएन। यो यसरी यहाँ बनाउँदै छन्, लानु यो माथिबाट ढुङ्गा खसे पनि त्यो राम्रो सिन रहेछ सानो। त्यहाँ त फोटो खिच्ने ल सुब्बा देउरालीमा त्यहाँ आएर फोटो खिच्ने ट्याक्क हैन। ठाडा डम्बरू ताल के भन्छ पानी सम्मक्क भरिरहेको छ, एकदम राम्रो देखिएछ। भिडियोमा कस्तो आयो थाहा भएन, हामीले प्रत्यक्ष हेर्दा चाहिँ एकदम राम्रो लागेर तपाईँहरूलाई पनि भिडियो मार्फत देखाउँ भन्ने हाम्रो उद्देश्य। भैँसीलाई नदेखि अरू राम्रो खिच्नु न। भैँसीलाई नदेखि मान्छेलाई हुन्छ त घाँस काट्छ, घाँस झ्याप्प लिएर आउनु ल। यति लैस त आज ल भयो होइन। घाँस चाहियो बाख्रा लाऊ कि भैँसीलाई? बाख्रालाई हो यो चाहियो नि। पहिरो गएर ढिँडामारा पहिरो गएर यी बाटो छेको माथिबाट खस्यो। बुटोल हिँडेको यतै बुटोल हिँडेको अलिअलितिर आउनु हेर्नु त। सिँगै रुख खसेछन् ल हेर्नु। भेडामारा यहाँ ट्याक्कै यो माथिबाट खस्यो। अब यो पहिरो 1.5 घन्टापछि लगभग खुल्यो होइन। अब को पहिला जाने भन्ने यहाँ हतार चलिरहेछ। हेरौँ। एउटा एम्बुलेन्स भएको कारणले एम्बुलेन्सलाई छोड्न परिहाल्यो, छोडियो। एम्बुलेन्स चाहिँ उताको आयो। अब यताको छिटो जाने भन्ने यताको हाम्रै लाइन छिटो जाँदैछ। ल वी वन, हामीले जित्यौँ, हामी पहिला लाग्यौँ। ल हेर्नुहोस् त यो पहिरो थियो, यो फालेर है 1.5 घन्टा चाहिँ यहाँ रोकियो। त्यसपछि यो बाइकवालालाई बढी हतार हुन्छ हाम्रो एरियामा। ल ल ल सबैको शुभ यात्रा। ल यहाँ चाहिँ यहाँ नि हल्का झर्न झर्या रहेछ, तर छेक्या चाहिँ छैन, निस्किन्छ। तर यो हटाउनु पर्छ बुटो। ल ल त्यसलाई बुटो बोकम त। ल छोड्दै है, फेरि बिहान छोड्दै यार, छोड्दै। यो भर्खरै यो माथिबाट यसरी साल चाहिँ आएर सत्रङ्ग यहाँ बाटोमा सुत्यो। अब यो बसेरी जङ्गलमा आजको यात्रा चाहिँ ठिकै भयो। हैन 1 घन्टा रुक्न पर्यो। यो रुख सालको रुख काटेर उ गर्दाखेरि 1 घन्टामा चाहिँ खुलेर। ल अब चाहिँ हामी त्यो मेसिन नआएको भए त धेरै टाइम लाग्थ्यो नि, मेसिन आएर छिटो भयो। गाई चराउन ल होइन। ओ यिनी गाईले गौशाला, तराईको गौशाला यहाँ यही नजिकै छ, कत्न व्यवस्थापन गरे। एटलिस्ट अब हामी बुटोल आइपुग्यो होइन। अनि अब 12-13-14 घन्टाको निरन्तर भारी वर्षापछि अहिले पानी पनि केही मध्यम भएको छ, पानी परेको छैन होइन। अनि मौसम एकदमै राम्रो छ, अहिले शीतल छ। अरू कुरा चाहिँ नेक्स्ट पार्टमा है।